हामी बौद्ध प्रेमी आफ्नो पूजा कोठामा हामीले अर्पण गरिने नित्य पूजा अर्पणको अर्थ र यसका हस्तमुद्राहरू यस प्रकारको छन्। आर्गम आफ्नो गुरु इष्टदेव बुद्ध बोधिसत्वहरूलाई ग्रहण गर्नु चढाएको कञ्चन जल। पैदम गुरु बुद्ध र बोधिसत्वहरूलाई शरीर पाउ धुन चढाएको जल। पुष्पे बुद्ध र बोधिसत्वहरूको माथमा फूलको गहना चढाएको। द्वीपे बोधिसत्वहरू आगमन भएको ठाउँमा सुगन्ध होस् भनी चढाएको धूप। आलोके बुद्ध बोधिसत्वहरू आगमन भएको ठाउँमा अन्धकार नहोस् भनी चढाएको बत्ती। गन्धे बुद्ध बोधिसत्वहरूको शरीर चन्दन जस्तै सुगन्धी होस् भनी चढाएको वासनापूर्ण जल। नैवेद्य बुद्ध बोधिसत्वहरूलाई भोजनको रूपमा चढाएको तोर्माको प्रतीक। सप्ता चारै दिशाका बुद्ध बोधिसत्वहरूलाई विभिन्न बाजा गाजाले स्वागत गरेको बाजाको प्रतीक। यसरी सातवटा भाँडाहरूमा जल चढाउँदा आफूमा भएको नराम्रो आवरणहरूबाट वियोग हुनेछ। यी सातवटा भाँडाहरू धुँदा वा पुस्दा मैले पनि मेरो पूर्व जन्मको नराम्रो कर्महरू पुस्दैछ भनी नित्य पूजामा श्रद्धा गर्नुपर्दछ।